रसुवा बाढीमा गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सहित सयौं सम्पर्कविहीन हराएकाको विवरण कर्मचारीले टिप्नै भ्याएनन्। चीनमा पहिरोले पुरिएको ताल पुरै खुलेन। नेपालमा फेरि बाढीको जोखिम। रसुवामा त्रासदीको त्यो बिहान यति भयावह थियो कि मानिसहरूले आफ्नै आँखा अघि बस्ती, घर र संरचना बगिरहेको देखे। भोटेकोसीमा आएको अकल्पनीय बाढीले तटीय क्षेत्र तहस-नहस बनाएपछि गोसाइकुण्ड गाउँपालिका उपाध्यक्ष र एक वडाध्यक्ष सहित सयौं मानिस सम्पर्कविहीन भएका छन्। अवस्था यति भयावह बनेको छ कि हराइरहेका मानिसको संख्या यकिन गर्न समेत गाउँपालिका कर्मचारीले भ्याएका छैनन्। गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नोर्पु तामाङका अनुसार वडा नम्बर 2 र 5 अन्तर्गत भोटेकोसी तथा तटीय क्षेत्रका सयौं बासिन्दा बाढीपछि सम्पर्कविहीन भएका छन्, तर यकिन संख्या अझै आउन सकेको छैन। कारण एउटै छ, विपत्तिले सबैलाई यति ठूलो धक्कामा पारेको छ कि उद्धार खोजी र सूचना सङ्कलन नै कठिन बनेको छ। बाढीपछि गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ पनि सम्पर्कविहीन भएकी छन्। त्यस्तै वडा नम्बर 5 का वडाध्यक्ष दावा मिङमार तामाङको अवस्था समेत अज्ञात छ। बाढी आएको केही समयसम्म दुवैजनाको फोनमा सम्पर्क हुन खोजिए पनि पछि फोन स्विच अफ भएको अध्यक्ष तामाङले बताएका छन्। उपाध्यक्ष तामाङ वडा नम्बर 5 अन्तर्गत स्याप्रु बेसीके हुन्। वडाध्यक्ष दावा मिङमार तामाङ पनि सोही क्षेत्रसँग जोडिएका जनप्रतिनिधि हुन्। उनीहरू नै सम्पर्कविहीन भएपछि स्थानीय प्रशासन र गाउँपालिकाको नेतृत्वमा समेत ठूलो चिन्ता थपिएको छ। तर यो विपत्तिको दायरा दुईजना जनप्रतिनिधिमा मात्र सीमित छैन। वडा नम्बर 2 को रसुवागढी टिमुरे क्षेत्रदेखि वडा नम्बर 5 का तटीय बस्तीहरूसम्म बाढीले विनाशको यस्तो रूप देखाएको छ जसलाई स्थानीयले कल्पना समेत गरेका थिएनन्। नदीको किनारमा रहेका घरहरू, संरचना र बस्तीहरू एकपछि अर्को गर्दै बाढीको भेलमा मिसिए। गाउँपालिकाको भवन समेत बाढीले बगाएको अध्यक्ष तामाङले बताएका छन्। नदी किनारमा रहेका अधिकांश घर अब अस्तित्वमै नरहेको उनको भनाइ छ। मानवीय तथा भौतिक क्षति यो युगले पूर्ति गर्न नसक्ने खालको अकल्पनीय छ। अवस्था यति गम्भीर छ कि गाउँपालिकासँग हराएका सबै मानिसको नाम सङ्कलन गर्ने र विवरण तयार गर्ने समय समेत छैन। एकातिर आफ्नै जनप्रतिनिधि सम्पर्कविहीन छन्, अर्कातिर सयौं स्थानीयको अवस्था समेत परिवार र आफन्तहरू अन्योलमा छन्। बाढीले रसुवामा मात्र क्षति पुर्याएन, भोटेकोसी नदी त्रिशुलीमा मिसिएपछि त्यसको प्रभाव नुवाकोट र धादिङसम्म पुगेको छ। नदीको बहावले तटीय क्षेत्रमा थप त्रास सिर्जना गरेको छ। झन् डरलाग्दो कुरा के छ भने जोखिम अझै टरेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसीमा फेरि बाढी आउन सक्ने जोखिम कायमै छ। चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन। बुधबार दिउँसो चिनिया अधिकारीहरूले पठाएको सूचनामा पनि नदी थुनिएको स्थानमा पानीको निकास पूर्ण रूपमा नभएको जानकारी आएको प्राधिकरणले जनाएको छ। यसको अर्थ रसुवा, नुवाकोट र धादिङका भोटेकोसी तथा त्रिशुली आसपासका बासिन्दाका लागि खतरा अझै टरेको छैन। प्राधिकरणले अर्को सूचना नआएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। अर्थात् पहिलो बाढीले तहस-नहस पारेको भूगोल अझै अर्को भेलको सम्भावनाको छायामा छ। यही कारण अहिले त्रिशुली र भोटेकोसी आसपासका बस्तीमा डर थपिएको छ। मानिसहरू आफ्नो घर फर्किन चाहन्छन्, तर नदीको अवस्था सामान्य भएको छैन। उद्धारको प्रतीक्षा गरिरहेका परिवारहरू आफ्ना आफन्तको खबर खोजिरहेका छन्। बाढीको सम्भावित कारणबारे पनि विभिन्न कोणबाट अध्ययन भइरहेको छ। विपदविद रञ्जन दाहालले अत्याधिक तापक्रमको उतार चढाव, हिमताल र हिम पहिरोको जोखिमतर्फ सङ्केत गरेका छन्। उनका अनुसार ठूलो परिमाणमा पानी अचानक तलतिर आएको देखिएकाले हिमताल फुट्नु र हिम पहिरो जानु दुवै घटनाको भूमिका हुन सक्ने सम्भावना छ। यसैबीच लेन्दे केन्द्र बनाएर बुधबार बिहान 8:37 4.5 म्याग्निच्युडको भूकम्प समेत गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। सो भूकम्पले हिम पहिरो जान भूमिका खेलेको हुन सक्ने सम्भावना समेत दालले औल्याएका छन्। यद्यपि बाढीको वास्तविक कारणबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ। तर कारण जे भए पनि रसुवाले अहिले भोगिरहेको दृश्य भयावह छ। कसैको घर छैन, कसैको सम्पर्क छैन, कसैले आफ्ना आफन्तको अवस्था थाहा पाएका छैनन्। गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधि समेत हराइरहेका छन्। उद्धारमा खटिने संरचना माथि नै विपत्तिको प्रहार भएको छ। सुरक्षाकर्मीका पोस्टहरू समेत
बाढीले बेपत्ता भएका छन्। सबैभन्दा ठुलो प्रश्न यो हो, सम्पर्कविहीन भएकाहरू कहाँ छन्? गोसाइँकुण्ड गाउँपालिकाले अझै सबैको विवरण सार्वजनिक गर्न सकेको छैन। बाढीले सूचना सङ्कलन गर्ने संरचना र सम्पर्कका माध्यम समेत प्रभावित पारेको छ। त्यसैले अहिले रसुवामा हराएका मानिसको वास्तविक सङ्ख्या कति हो भन्ने प्रश्नको उत्तर समेत अन्यलमा छ। र अर्को प्रश्न अझ भयावह छ कि बाढीको खतरा सकियो? उत्तर स्पष्ट छैन। चीनतर्फ थुनिएको नदीको ताल पूर्ण रूपमा नकुलेको सूचना आइसकेको छ। त्यसैले भोटेकोशी र त्रिशुली किनारमा रहेका बस्तीका लागि खतरा अझै कायम छ। एकपटक आएको बाढीले रसुवाको भूगोललाई रुवाइसकेको छ, तर नदी फेरि उर्लियो भने के होला भन्ने त्रासले अहिले बाँचेका मानिसहरूलाई समेत चैन दिएको छैन। रसुवामा अहिले उद्धारभन्दा ठुलो आवश्यकता छ हराइरहेकाहरूको खोजी, सुरक्षित स्थानमा मानिसहरूको व्यवस्थापन र फेरि आउन सक्ने विपत्तिबाट ज्यान जोगाउने तयारी। किनकि पहिलो भेलले धेरै कुरा बगाइसकेको छ, तर खतरा अझै नदीमै बाँकी छ।